Está बेसी रहेछ कि पुग्दैन क्या यो मलाई शपथ ग्रहणलाई उहाँले वाचन गरेर तपाईँलाई शपथ पनि कार्यक्रम रहेको हुँदाखेरि यो माइक्रोफोनमा उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। पार्टी जिल्ला पार्टी संयोजक कमिटीलाई। लु अब आज भर्खरै हाम्रो यो सम्मेलनबाट निर्वाचित सबै कमेडरलाई सबै कमेडरको हातमा छ यो हाम्रो पार्टीमा यो शपथ खाइसकेपछि चाहिँ अब बल्ल हामी यो पदमा नियुक्ति भयौँ, अब यो पदमा निर्वाचित भयौँ भन्ने हुन्छ र यो चाहिँ एउटा सिस्टम पनि हो र यहाँ लेखिएको जे कुरा छ यो जे कुरा लेखिएको छ यो प्रतिबद्धता हो। यो हामी अब यो जिम्मा लिइरहँदाखेरि यो पार्टीको नीति यो पार्टीको सिद्धान्तभन्दा बाहिर जान्न भन्ने एउटा प्रतिबद्धता हो, एउटा औपचारिकता तपाईहरु सबैको हातमा छ र म भन्छु तपाईहरुले अब म सँगसँगै भन्नु होला। अब यो शपथ ग्रहणको बेहोरा विधानको पार्टीको विधानको धारा 40(1) सँग सम्बन्धित, यो चाहिँ पार्टी हाम्रो पार्टीको विधानको धारा 40(1) सँग सम्बन्धित छ भन्ने छ। अब म भन्छु तपाईहरु आफ्नो नाम भन्नु होला है त, आफ्नो नाम र आफ्नो जिम्मेवारी। म अब डक्टर सर आफ्नो आफ्नो जिम्मेवारी लिइरहेको यस महत्त्वपूर्ण घडीमा पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु। म पार्टीको मार्गदर्शक सिद्धान्त कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्नेछु। पार्टी विधानलाई इमानदारिताका साथ पालना गर्नेछु। पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु। सबै खाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु। नेपाली क्रान्ति जिन्दाबाद, मार्क्सवाद लेनिनवाद माओवाद जिन्दाबाद, आदरणीय अमर शहीदहरू लाज सलाम, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिन्दाबाद जिन्दाबाद।
अब सबै कमरेडले आजको मिति नाम र हस्ताक्षर गरेर यो चाहिँ अध्यक्षलाई बुझाउनु होला, धनकुमारजीलाई बुझाउनु होला। सबैले सिग्नेचर गरेर आफ्नो नाम लेखेर